एकछिन गरिदिन्छु तैँले गर म त्यतै हुन्छु सुकुलीतिर मोबाइल दिएर भाइ ल हुन्छ लुइटेललाई भेट्यो भने पठाइदिनु म आउँछु उता गएर बस्छु म मोबाइल अनि एकदमै कुदेरै अनि कुदेरै चिसो पाइन्छ किन यस्तो जुन चाहिँ उसमा हुनुपर्ने कि है यो टच राम्रो भयो चिसो यो क्रिकेटहरू हुँदाखेरि जुन यत्तिको भएपछि त हुन्छ ल क्रिकेटहरू हुँदा जुन गरेको बस्नु मिल्ने पर्ने कि अलिक एउटा केही ल्याउन भन्न जान ठिकै छ बस्ने कुरा ल्याइदिएन बिरुन्ची बस्न पाउने भने चाहिँ कि बिरुन्ची पनि तल हुने कुर्सी होला नि बाहिर घर छ कि कुर्सी उता दिनु पर्यो यार बल बल उता त्यो साइडमा दिएकै छैन ल्याउनु त अनि यो भिडियो त उताबाट राम्रो देखिन्थ्यो होला रहेछ हाम्रो 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 यही हुन्छ राम्रो जस्तै पहिले दिनुपर्ने त्यसले प्याज छ के भएर चाहिँ अगाडि सेयर गर्न उसका नि सेयर गर्न लाग्यो के सरलाई सेयर गर्न भने त बरु त्यति सानो ड्याबिकट बाहिर हात बनाउनु ल्याएन बस्ने कुरा ल्याएन मिलेन के हेर्छस् म जान्छु अब एउटा बस्ने कुरा ल्याइदिएन एउटा कुर्सी मगा न बरु कोही उ त्यो ल्याउन भन्न त भर्याङ जस्तो पर्दैन अनि ठिकै छ ए आउनु न तपाईँ यता ए ल आउनुपर्छ कि यहीँ आइरहनुपर्छ स्कोर अहिले 0-0 भएको छ स्कोर अहिलेसम्म 0-0 नै छ केही त बोल लाइभमा गएर 0-0 छ सर स्कोर अहिले आशिष भाइ त्यो नेम लिस्ट खोइ चाहिन्छ के अहिले स्कोर 0-0 छ कमेन्ट्री हान्न पर्यो एकजना यहाँ बसेर बल अगाडि बढाएका छन् एकदम 12 नम्बरले बल अगाडि बढाउँदै
कसको गेम वेस्टर्न युनियन हाम्रो मोन्स्टर गाइज र वेस्टर्न युनियनको गेम हो आज टाइटल हेरेर भनेको तैँले बुझिस् फर्स्ट लाइभ भन्दा कमेन्ट्री हाल्नु यहाँ बसेर क्या टाइटल हाल्नु भनेको मेरो बस्छु टेक्निकलसँग गतिशील मञ्च आउनु भएको छ वेलकम दर्शकहरू पनि अवसर हुने दर्शकहरू दस नम्बरसँग बल गएको छ बल अगाडि बढाउँदै भ्युज 10 त्यसो भए दामी हुन्थ्यो क्या हुन त त्यसो गर्न मिल्दैन कि त्यसो गर्नु यसरी हुन्न कि क्यान्टन इयरफोन भन्छ कि आजको उद्घाटन खेल वेस्टर्न युट्युबमा हाल्यो सुनोल युट्युबतिर थियो नि युट्युबमा त हुन्थ्यो युट्युबमा एउटा राखेको छ त्यहाँ नयाँ राम्रो बल फिर्दै राम्रो गेम प्रदर्शन गर्दै खेलाडीहरू राम्रो चार्ज पोस्ट किपरले बल बाहिर फालिदिएका छन् दर्शक भइदिएन यस्तै गर्नु हाम्रो एकदम दर्शक खचाखच भरिएका छन् हाम्रो सागर पाण्डेजी पनि हुनुहुन्छ दर्शकमा भविन दाईलाई फेरि पनि वेलकम गर्न चाहे किपरको राम्रो परार एकदम गलत पास भएको छ बल अगाडि बढाइरहेका छन् कमेन्टी गर्ने चाहिएको मलाई बल फेरि पनि अगाडि बढाएर एक्लै किपरको अफसाइडको सङ्केत यो गोल गर्न सकेनन् अफसाइड भएको छ राम्रो प्रयास त गर्नुभएको थियो तर नियम विपरीत ड्रोनबाट लाइभ गर्न मिल्दैन ड्रोनबाट भिडियो खिचिएको छ अहिले अपलोड गरिनेछ ड्रोन बिचमा उडाउँदै हुनुहुन्छ अहिले मैले ड्रोनको भ्यू पनि दिउँला हजुरहरूलाई राम्रो पास खेलिरहेका छन् दुवै टिम 23 नम्बर खेलाडीले बल अगाडि बढाउँदै पास दिएका छन् बल फेरि अगाडि लाइनमा भगाउँदै 7 नम्बरे खेलाडीलाई पास दिएका छन् 8 नम्बरे खेलाडीलाई
80 नम्बर खेलाडीसँग फेरि बल पुगेको छ। राम्रो प्रहार तर किपर उस्तै राम्रो छोपिदिएका छन्। राम्रो गेमको प्रदर्शन देखाउँदै टोलीहरू। फेरि पनि बल 10 नम्बरको खुट्टामा। थोरै गलत पास रहेको छ। फेरि पनि 10 नम्बरको खुट्टामा बल। 14 नम्बर प्लेयरको खुट्टामा बल। 11 नम्बर प्लेयरको खुट्टामा बल। उहाँले अघि पनि राम्रो अगाडि बढाउनु भएको थियो। फेरि पनि राम्रो पास, राम्रो सेभ। 13 नम्बर खेलाडीको राम्रो सेभ। 12 नम्बर खेलाडीले थ्रो फाल्दै राम्रो पास दिन खोजेका छन्। राम्रो ब्याकी बस्नु भएको छ। प्यानो लाउने खेलाडी साथीहरू पनि। जुम गरेर खानै एकदम राम्रो खेल प्रदर्शन गर्दै खेलाडीहरू। नजिक राख जुम गरेर न धेरै हल्लिन्छ के दाइ। जति जुम गरे त्यति हल्लिन्छ। बस्ने होइन साइड बस्ने कहाँ भन त उतापट्टि त उसले हेरिहाल्छ नि कर्नर हान्दै हुनुहुन्छ। राम्रो हेडिङ गर्न खोज्नु भएको थियो तर पोस्टभन्दा बाहिर बल। राम्रो प्रयास। यो हाम्रो टिम मोन्स्टर गाइज र हाम्रो वेस्टर्न युनाइटेडको गेम भइरहेको छ यहाँ। विष्णु सर बल राम्रो फेरि अगाडि बढाउँदै फेरि राम्रो डिफेन्स। फेरि पनि कालो जर्सीको खुट्टामा बल। नजिक लरे पनि सदुपयोग गर्न सक्नु भएन। राम्रो प्रयास फेरि पनि तर बल डिफेन्सले रोकिदिएका छन्। 4 जान दिनुभएको छैन। टिम हाम्रो मोन्स्टर गाइज भर्सेस वेस्टर्न युनाइटेड भइरहेको छ। फेरि पनि राम्रो पास थियो। पासलाई कलेक्ट गर्न सक्नु भएन। राम्रो अगाडि खेलाउनु भएको थियो तर खाली थियो, ठाउँ खाली थियो। बल कलेक्ट गर्नलाई कोही पनि हुनुहुन्थेन। राम्रो खेलको प्रदर्शन देखाउँदै कालो जर्सीका टिमहरू लाइनमा बल भगाइदिनु भएको छ। फेरि पनि कलेक्ट हुन सकेन। राम्रो प्रहार गर्नुभएको थियो तर किपरले फेरि पनि सेभ गर्नुभएको छ। एकदम राम्रो किपिङको प्रदर्शन देखाउँदै प्यानो लाउनेको हो। मोन्स्टर गाइज प्यानो लाउने खेलाडीहरू मोन्स्टर गाइजका टोली हुनुहुन्छ भने कालो लाउने खेलाडीहरू वेस्टर्न युनाइटेडका टोलीहरू हुनुहुन्छ। वेस्टर्न युनाइटेड गङ्गा बस्ती
एकदम उत्कृष्ट प्रदर्शन गर्दै हुनुहुन्छ। मैले जुम पनि गर्दैछु। हामी भुइँबाटै खिचेको हुनाले थोरै प्रब्लम हुन सक्छ लाइभमा। राम्रो अगाडि लिएर जानुभएको थियो फाउलको अपिल, तर फाउल दिनुभएको छैन। खेलाडीहरूले बुझ्नुपर्ने हुन्छ अपिल गरेर फाउल हुँदैन। बल अगाडि बढाउनु भएको छ, तर पोस्टमा त्यति राम्रो चार्ज हान्न सक्नु भएको छैन अहिलेसम्म खेलाडीहरूले। फाउल दिनुभएको छ। वेस्टर्न युनाइटेडलाई बल अगाडि बढाउन धेरै राम्रो मौका हुन सक्थ्यो यो। विवेकजीलाई पनि मैले वेलकम गर्न चाहेँ लाइभभित्र। यस्तरी हुन्न कि यस्तरी फेसबुकमा यस्तो लाइभ गर्न मिल्दैन नि, युट्युबमै गर्नुपर्छ। हामीले छड्केवाला लाइभ गर्न मिल्दैन यहाँनिर, फेसबुकमा त्यस्तो सुविधा छैन। युट्युबमा पक्कै पनि मिल्थ्यो होला। हामीसँग अहिले युट्युब च्यानलको कमी भएको हुनाले अहिले फेसबुकमै लाइभ गर्ने बाध्यता पऱ्यौँ हामी। अर्कोचोटि अझै राम्रो लाइभ गर्ने प्रयास गर्नेछौँ। बल अगाडि बढाउन त खोज्नु भएको छ, तर सफल हुनु भएको छैन दुवै प्लेयरहरू। दुईटा पोस्ट चार्ज मोन्स्टर गाइजले हान्नु भएको छ भने अहिलेसम्म पोस्ट चार्ज हाम्रो वेस्टर्न युनाइटेडले एउटा पनि हान्न सक्नु भएको छैन अहिलेसम्म। फेरि पनि वेस्टर्न युनाइटेडले बल अगाडि बढाउने प्रयासमा, तर मोन्स्टर गाइजको डिफेन्स त्यति नै बलियो। फेरि पनि 80 नम्बर प्लेयरको खुट्टामा बल अगाडि लाइनमा खेलाइदिनु भएको छ। 23 नम्बर प्लेयरको खुट्टामा बल फेरि पनि राम्रो छक्काउँदै अगाडि लाने प्रयास गर्नुभएको थियो, तर सफल हुनु भएन। फेरि पनि 9 नम्बर राम्रो प्रयास हुन सक्थ्यो यो, तर फाइदा उठाउन सक्नु भएन। मिल्छ गरे दाइ हो र। ल मैले यसरी लाइभ रोटेट गरिदिएको छु, जानकारी गर्नु होला। लाइभ रोकियो भने भन्नु होला मलाई अहिले कस्तो आएको छ, यसो जानकारी पाऊँ सुरज सर।
कृपया भनिदिनु होला छड्के लाइभ गर्दाखेरि कस्तो आइरहेको छ। ठिक रहेछ त है। अहिले जुम राम्रो बल अगाडि प्रयास गर्नुभएको छ, अगाडि बढाउनु भएको थियो, फेरि पनि सक्नु भएको छैन। राम्रो बल त प्रयास गर्नुभएको थियो तर पोस्ट चार्ज गर्न सक्नु भएन। फेरि पनि यो राम्रो मौका हुन सक्थ्यो वेस्टर्न युनाइटेडको लागि तर सक्नु भएन। मोन्स्टर गाइजले फेरि पनि बल अगाडि बढाउने प्रयासमा तर किप्परको हातमा बल सिधा गएको छ। फेरि पनि किप्परले कलेक्ट गर्नुभएको छ। धेरै प्रयास त गर्नुभएको छ मोन्स्टर गाइजकोले तर किप्परले कलेक्ट गरिरहनु भएको छ। राम्रो खेल प्रदर्शन देखाउनु भएको छ किप्परले। वेस्टर्न युनाइटेड फेरि पनि बल अगाडि बढाउँदै पास दिनुभएको छ तर सिधा किप्परको हातमा। खासै राम्रो पास दिन सक्नु भएन यसपालि। लामो पास खेल्नु भएको थियो तर किप्परले राम्रो कलेक्ट गर्नुभएको छ। फेरि पनि इंग्लिश कमेन्ट्री गर्न पर्यो रे। मेसी 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 फेरि पनि वेस्टर्न युनाइटेडको प्लेयरले बल अगाडि बढाउने प्रयास गर्नुभएको छ। फेरि पनि राम्रो प्रयास हुन सक्थ्यो यो तर किप्परले फेरि पनि कलेक्ट गर्नुभएको छ। धेरै नै प्रयास पाउँदा वेस्टर्न युनाइटेडले फाइदा उठाउन सक्नु भएको छैन अहिलेसम्म हालचालै। प्रयास धेरै खेलाडीहरूले बुझ्नुपर्ने हुन्छ रेफ्रीको डिसिसन नै लास्ट डिसिसन हुनेछ। कुनै प्रेसरमा आफ्नो डिसिसन चेन्ज गर्नुहुन्न रेफ्रीहरूले। एकदम वरिष्ठ रेफ्रीहरू हुनुहुन्छ। नेसनल लेभलको राम्रो राम्रो रेफ्रीहरूले खेलाउँदै हुनुहुन्छ। उहाँ पक्का डिसिसन दिनुहुन्छ। फेरि पनि लङ पास फेरि पनि लङ पास तर उत्तिकै राम्रो डिफेन्सिभ पास त दिन खोज्नु भएको थियो तर थोरै मिस पास भएको छ। राम्रो प्रयास हुन सक्छ यो। ल राम्रो गोल, राम्रो प्रयासको साथसाथै राम्रो गोल।
पहिलो गोल हाम्रो वेस्टर्न युनाइटेडको लागि खातामा जोड्नु भएको छ। यस साथसाथै वेस्टर्न युनाइटेडले आफ्नो खाता खोल्नु भएको छ। अहिलेसम्म हालचालै स्कोर 1-0 भएको छ। राम्रो पास, लङ पास गरेर राम्रो फिनिसिङ पनि देखाउनु भएको छ। यस साथसाथै हामीले पहिलो गोल, टुर्नामेन्टको पहिलो गोल भर्खरै देख्न पायौँ। गेम पनि चलिरहेको छ। उत्तिकै यता प्रहरी साथीहरू लाइन लगाएर जाँदै पनि हुनुहुन्छ। प्रहरी साथीहरू लाइन लगाएर आफ्नो ब्यारेकतिर जाँदै, केटाकेटीहरू पनि त्यत्तिकै गेमको मनोरञ्जन लिँदै हुनुहुन्छ। हाम्रो प्रहरी साथीहरूको पनि उपस्थिति रहेको छ। हाम्रो परबिनजी, हाम्रो मधुजीको बुवाहरू पनि आउनुभएको छ। बुवा पनि गेमको मनोरञ्जन लिँदै हुनुहुन्छ, खुसी हुनुहुन्छ। यता किसान दाइले पनि चस्मा लाएर बस्नुभएको छ। हाई गरिदिनु भएको छ तपाईँहरूलाई। यता हाम्रो मेडिकल टिममा ल सरी छ साथीहरू, मैले यता दर्शक देखाउँदै थिएँ तर यता गोल भइसकेको रहेछ। सेकेन्ड गोल तपाईँहरूलाई देखाउन पाइनँ, असम्भव भयो। सेकेन्ड गोल तपाईँहरूलाई देखाउन असम्भव भयो। मैले दर्शकको मनोरञ्जन खिच्दै गर्दा यता गोल भइसकेको रहेछ। क्षमा प्राप्ति छु। यसै गरी स्कोर 1-1 भएको छ स्कोर अहिलेसम्म। वेस्टर्न युनाइटेड गङ्गाबस्ती 1 र स्कोर अहिलेसम्म 1-1 भएको छ। वरिष्ठ गाइज सुनोलले 1 गोल हाने 1-1 गोल गर्न सफल। सङ्गीत नि छ सबैजना। फेरि पनि बल अगाडि बढाउँदै खेलाडी चेन्ज गर्नको लागि यहाँ टिम अफिसियल आइसक्नु भएको छ। सायद वेस्टर्न युनाइटेड बर्दघाटबाट 9 नम्बर खेलाडीको इन्ट्री हुन सक्छ। अब राम्रो स्लाइड गरेर राम्रो डिफेन्स गर्नुभएको छ। भनेको नि आउँछ। नाम के हजुरको साथीहरूलाई भन्नु पर्यो नि। मैले गोपाल घिमिरेले सुनो लेखेर भनेर सर्च गरेर आउँछ। साथीहरूलाई सबलाई भन्नु पर्यो नि। दरको गेम हेर्दा भन्नु पर्यो नि हामी खेल्दा। बस्नु भयो ठिक छ। राम्रो यो क्यामेरा राम्रो हुन्छ। बोल्नु भयो आइफोन राम्रो, फेरि पनि राम्रो प्रयास गर्नुभएको थियो कसको यो मोन्स्टर गाइजको टोलीले, तर सफल हुन सक्नु भएन। हामी त जानु न त्यहाँ अगाडि गएर। खेलाडी चेन्ज गर्ने माग गर्दै हुनुहुन्छ यहाँनिर। फेरि पनि बल अगाडि बढाउँदै वेस्टर्न युनाइटेडको खेलाडीको खुट्टामा, तर राम्रोसँग कलेक्ट गर्न सक्नु भएन। फेरि पनि वेस्टर्न युनाइटेडको खेलाडीको खुट्टामा बल, राम्रो पास। यस साथसाथै डाइरेक्ट प्रहार गर्नुभएको थियो तर किपर त्यस्तै राम्रो। बोल्छस् त ल बोल, कमेन्ट्री
फाउल भएको छ। त्यसै गरी यहाँ खेलाडी परिवर्तनको खेलाडी परिवर्तनको सङ्केत भएको छ। 15 नम्बर खेलाडी बाहिर निक्लेर 9 नम्बर उत्कृष्ट खेलाडी भित्र छिर्नु भएको छ। गङ्गा बस्तीको तर्फबाट कृपया दर्शक महानुभावहरू अगाडिपट्टि रहनुहुने दर्शक महानुभावहरू बसिदिनु हुन अनुरोध छ। यो खेलाडीले केही पनि फाइदा दिनेछ भन्ने हामी आशा गर्दछौँ। पछाडिको टिमले खेल हेर्न गाह्रो भएको कुरा सङ्केत आएको छ। भोलि अब राम्रो प्रहार तर अलिकति मिसपास हुन पुग्यो। प्रहार राम्रो थियो। सुनवल टुडेमा हामीले पोस्ट गर्न ट्राई गरेको, उहाँले शुल्क माग्नुभयो हामीसँग, त्यही भएर हामीले शुल्क बुझाउन सकिएन। त्यही भएर सुनवल टुडेले पोस्ट गरिदिनु भएको छैन हाम्रो लाइभ। तपाईँहरूलाई जानकारी गराएँ, सुनवल टुडेले शुल्क माग्नुभयो, त्यही भएर हामीले सुनवल टुडेमा पोस्ट गर्न सकिएन। हामी क्षमा प्राप्ति छौँ। फेरि पनि राम्रो प्रहार गर्नुभएको थियो तर पोस्टको बाहिर। राम्रो खेलको प्रदर्शन गर्दै हुनुहुन्छ वेस्टर्न युनाइटेडको टोलीले। फेरि पनि राम्रो लङ पास दिनुभएको छ तर किपर अगाडि बढेर बललाई फालिदिनु भयो। गोल बचाउनु भयो, क्लियर गरिदिनु भयो। फेरि पनि वेस्टर्न युनाइटेडकै खुट्टामा बल। हामीले आज धेरै जस्तो बल वेस्टर्न युनाइटेडकै खुट्टामा देखिरहेको छौँ। आज राम्रो खेलको प्रदर्शन गर्दै हुनुहुन्छ खेलाडी साथीहरू। लाइनमा बल भगाइदिनु भएको छ मोन्स्टर गाइजको टोलीले। यत्तिकै डिफेन्स पनि त्यसै राम्रो। बोलो मोन्स्टर गाइजको खुट्टामा फेरि पनि बल। 10 नम्बरको खुट्टामा बल पुगेको छ। उहाँले लङ पासको लागि सोचिरहनु भएको छ, साइडमा पास दिनुभएको छ। फेरि पनि 10 नम्बर खुट्टाको बलमा 9 नम्बर खेलाडीको बल खुट्टामा बल पुगेको छ। 2 नम्बर खेलाडीले फेरि पनि लङ पास सोच्नु भएको छ। लङ पास गरि पनि दिनुभएको छ तर राम्रो कलेक्ट हुन सकेन। राम्रो कलेक्ट हुन नसकेपछि फेरि पनि वेस्टर्न युनाइटेडको खुट्टामा बल। वेस्टर्न युनाइटेडको खेलाडीहरू राम्रो प्रदर्शन गर्दै हुनुहुन्छ। ह्यान्डबलको सङ्केत दिनुभएको छ रेफ्रीले। राम्रो डिसिजन दिनुभएको छ। सायद लाइभमा पनि ह्यान्ड देखिएको थियो। वेस्टर्न युनाइटेडले के यो फ्री किकलाई सदुपयोग गर्न सक्ला त? राम्रो फ्री किकको प्रहार तर सिधै किपरको हातमा। यसै गरी हाफ टाइमको सङ्केत भएको छ। आधा खेल यहीँ सकिएको छ। आधा खेल हुँदाखेरि 1-1 को स्कोरमा हाफको सङ्केत। आज भइरहेको खेल मोन्स्टर गाइज सुनवल भर्सेस वेस्टर्न युनाइटेड डोङ्गा बस्ती। अब मैले क्यामेरालाई हाम्रो स्टेजतिर खेल भइरहेको छ। फर्काइदिने वाला छु। अवस्थामा हाम्रो स्टेजतिर बराबरीको अवस्था। क्यामेराको फोकस हाम्रो स्टेजतिर गरिदिन लागेको छु। कृपया
साथ दिनु होला। रेफ्रिजीहरू आउँदै हुनुहुन्छ। हामीसँग यो हाफ टाइमको सदुपयोग गर्दै सांस्कृतिक कार्यक्रममा हाम्रा साना नानीहरूको प्रस्तुति हामी यहाँ पस्कनेछौँ। हाम्रो सानो नानीहरू डान्स गर्दै हुनुहुन्छ। एकदम उत्कृष्ट प्रस्तुति दिनुहुन्छ। गर्नको निम्ति वैदेशिक रोजगारमा रहनुहुने साथीहरूले हामीलाई स्पोन्सर गर्नुभएको छ। स्पोन्सर गर्नुहुने साथीहरू अनिल कुमार 2000, दीपक कौर योगी 2000, विष्णु पाण्डे गुड्डू 2000, खेमराज प्राजुले केशव 2000, सुजन सारू 2000, माधव भट्टराई 1500, गुण सारू 2000, पुकार खवास 3010, विक्रम खवास 1000, टोपलाल शर्मा 2000, अनिल आले 3000, गोविंद आले सुदीप 3000, विष्णुदेव पांडे 1000, बसंत रेग्मी 2241, जन्म थापा 2000, अनिल थापा 2500, केदार तिवारी केशव 12000। यसै गरी हामीलाई आफ्नो गाउँमा भएको खेल प्रतियोगितालाई माया गरी सहयोग पठाउनु हुने साथीहरूको नामावली आउँदैछ र सहयोग गर्ने क्रम जारी छ। यही स्थानीय रूपमा रहनुहुने आदरणीय महानुभावहरू जीवहरूले पनि सहयोग गर्न चाहनुहुन्छ भने मञ्चमा सम्पर्क गर्न सक्नुहुनेछ। मधु स्मृति खुल्ला फुटबल प्रतियोगिता 2082 सुनोली 11 जिर्गाको यो खेल मैदानमा सञ्चालन भइरहेको छ। गुणबहादुर खवास मधु यस गाउँको होनहार खेलाडी जसले यहाँ गाउँको टिममा फुटबलमा आफ्नो योगदान दिँदै यो गाउँलाई जर्गा गाउँलाई चर्चामा ल्याउनको लागि फुटबल खेलबाट आफ्नो महत्त्वपूर्ण भूमिका खेल्नुहुन्थ्यो। उहाँको स्मृतिमा आज यो खेल उद्घाटन भएको छ। आजको पहिलो खेल वेस्टर्न युनाइटेड गंगाबस्ती भर्सेस मलेश्वर गाइज सुनोल को टिम बीच भइरहेको छ। आजको खेलमा पहिलो गोल हान्न सफल वेस्टर्न युनाइटेड गंगाबस्ती को तर्फबाट गोल हान्न सफल जर्सी नम्बर 8 सबी गुरुङ, जर्सी नम्बर 80 सबी गुरुङ र मलेश्वर गाइज सुनोल को तर्फबाट गोल हान्न सफल जर्सी नम्बर 11 का कमल मगर। सबलाई हिट नगर माफ गर्नुहोला, मलेश्वर गाइज को तर्फबाट सबी गुरुङ 80 नम्बर जर्सी लगाएका खेलाडीले गोल हान्नु भएको थियो भने वेस्टर्न युनाइटेड गंगाबस्ती को तर्फबाट जर्सी नम्बर 11 का कमल मगरज्यूले आफ्नो टिमलाई एक गोल हानी अहिलेसम्म बराबर अवस्थामा ल्याउन आफ्नो महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। कति भ्युअर्स 18 18
सबलाई खिचेर हेर्नु पर्ने ल हाम्रो नाचगानतिर लग्दैछु मैले हजुरहरूलाई यो त्यसलाई दिएर जाने हो कि क्यामेरा यतै नाच्ने दाइ कता नाच्ने सांस्कृतिक कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्दै दीक्षा राणा र गुन्जन राणा किन बिचमै होइन के हुने Please, come on.
विक्रान्त दाइलाई वेलकम छ। म देखाउँछु नृत्य सकेपछि म देखाउँछु। धन्यवाद कलाकार बहिनीहरू। दोस्रो हाफ सञ्चालन गर्ने संकेत आएको छ एम्पायरद्वारा। हाम्रो मेडीकी टिममा अनिल भर्खरै मात्रै यहाँ आवश्यक कठिन हुने सबैजनाको स्वयं उपस्थिति सेवक रहेको साथीहरू छ। तथा व्यवस्थापकीय भिडभाड टिमले बढेको छ। व्यवस्थापनको निम्ति गर्मीमा पानी पिउनको निम्ति भन्दै थानेश्वरा पाण्डेज्यूबाट रु 2000 सहयोग प्राप्त भएको छ। उहाँलाई हृदयदेखि नै धन्यवाद गर्दै सम्मान साथ तालीले सम्मान गरिदिन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। हाम्रो यस फुटबल प्रतियोगिताको कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आदरणीय व्यक्तित्व खमलाल लामिछानेज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। ओहो धन्यवाद यार। यसै गरी वैदेशिक रोजगारको सिलसिलामा विदेश रहेर पनि आफ्नो गाउँठाउँलाई माया गर्दै यो खेललाई आयोजनाको निम्ति हौसला प्रदान गर्नुहुने सहयोगी दाता लिटल थापाबाट रु 15,010 रुपियाँ सहयोग प्राप्त भएको छ। यसै गरी पदम पाण्डेबाट रु 10,000, तीर्थ अधिकारीज्यूबाट 30,000, प्रथम पुरस्कारको प्रायोजन गर्नुहुने तीर्थ अधिकारीज्यू हुनुहुन्छ, उहाँले 30,000, भाविन सिंजालीबाट रु 5,000, दीपक चापागाईबाट रु 6,000, मनोज डुम्रेबाट रु 5,000, रेशम भट्टराईबाट 2 पेस यो ग्राउन्डमा लगाएको नेट गोलपोस्टको नेट उपलब्ध गराउनु भएको छ। यसै गरी सञ्जय चौधरीबाट 2 पेस कर्नर फ्ल्याग उपलब्ध गराउनु भएको छ। यसै गरी युवराज भट्टराईबाट रु 2000, विष्णु भट्टराईबाट 13,550, कमल प्राजुलीबाट 3,000, चित्र राणाबाट 1,050, दामोदर चौधरीबाट रु 5,000। यसै गरी गेम सुरु भएको छ। मैले तपाईहरुलाई गेमतिर लागे धन्यवाद टक्राउँदै सम्मान व्यक्त गर्न चाहन्छु। हस् धन्यवाद। अनिल
बरु हल्लिँदो रहेछ कि दाजु नमस्कार। जुमै नहुँदो एकदम किचन दाजु नमस्कार। लाइभ आएको छ। जुम हुन्छ हल्लिन्छ कि पुरै हल्लिन्छ यतिको सुनोल 11 बाट यो सुनोले सामाजिक सञ्जालको मार्फतबाट यो खेल हेरी मनोरञ्जन लिनुहुने सम्पूर्ण दर्शक महानुभावहरूमा नमस्कार। अहिले यो मधु स्मृति खुल्ला फुटबल प्रतियोगिता खेल सुनोल 11 जर्गा स्थित खेल मैदानमा सञ्चालन भइरहेको छ। अहिलेसम्मको अवस्थामा वेस्टर्न युनाइटेड गंगाबस्ती भर्सेस मनिस्टर गाइज सुनोल बीच यो खेल भइरहेको छ। अहिलेसम्मको अवस्थामा दुवै टिमका खेलाडीले एक गोलको बराबरीमा रहेको छ। हामी देख्न सक्छौं ग्राउन्डमा भएको कालो जर्सीमा गंगाबस्तीको टिम भने पहेँलो जर्सीमा सुनोलको टिम देखिरहेका छौं। खेल हामी प्रत्यक्ष प्रसारण गरी यहाँहरूको माझ पुर्याउने कोसिस गरिरहेका छौं, देखाउने कोसिस गरिरहेका छौं। कस्तो अवस्था आइरहेको छ, कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ एकपटक कृपया कमेन्ट गरिदिनु न अनुरोध गर्दछु। अहिले पनि बल आउट भएको छ। वेस्टर्न युनाइटेड गंगाबस्तीबाट थ्रो इन भएको छ। केशव तिवारीज्यूले हेलो हेलो भन्नुभएको छ। विक्रम खवास प्रत्यक्ष प्रसारण हेरिरहेको देखिरहेका छौं। यसै गरी कृष्ण नेउपाने
पिचबाट हान्न छोडेर बल पाउने बित्तिकै हान्न पर्थ्यो तर यिनीहरूले देखेछन् मात्रै त्यसलाई सदुपयोग गर्दैन हेर्दा कस्तो आउँछ गणेश नेउपानेज्यू ग्राउन्ड पहिलाभन्दा पनि बढाएर ठुलो बनाएको हुँदा त्यो चाहिँ इन्टरनेसनल ग्राउन्ड बराबरको साइज बनाएको हुँदा सानो ग्राउन्डमा खेल्नेहरूलाई अलिक गाह्रो नै हुन्छ र अहिले 105 मिटर लम्बाइ र चौडाइ 64 मिटर रहेको छ मोबाइल लड़ा हो गया था अहिले भइरहेको खेल वेस्टर्न युनाइटेड गंगाबस्ती भर्सेस मनिस्टर गाइज
सुनवल बीच यो खेल भइरहेको छ। अहिलेसम्मको अवस्थामा दुवै टिमले एक एक गोल हानी बराबर रहेको जानकारी गराउन चाहन्छौं। दर्शक महानुभावहरूतिर पनि भन्ने छ, ठिक छ म यो दोस्रो गोल मनेश्वर गाइज सुनवलको तर्फबाट। अहिलेसम्मको अवस्थामा मनेश्वर गाइज सुनवल 2 गोल भने वेस्टर्न युनाइटेड गंगा बस्ती 1 गोल। अहिलेसम्मको अवस्थामा 2-1। जाओस् न 2-4 शब्द यार। मधु स्मृति खुल्ला फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ।
अहिलेको खेल मनिस्टर गाइज सुनवल भर्सेस वेस्टर्न युनाइटेड गंगाबस्ती। सुनवल 2 गोल, सुनवलले 2 गोल हान्न सफल भने गंगाबस्तीले 1 गोल, 2-1 गोलको अन्तर रहेको छ। सहयोग गर्नुहुने गुणसारुलाई पनि देखिरहेको छु। गुणसारु, दामोदर चौधरी, गणेश नेउपाने, सन्तोष राणालाई पनि देखिरहेको छु अनलाइनमा, साथै अर्जुन लामिछाने। गेम एकदम मनोरञ्जनात्मक बनिरहेको छ, रोचक छ, निकै कम्पिटिसन। दुवै टिमका खेलाडी साथीहरू उत्तिकै क्षमतावान। दुवै टिमका खेलाडी साथीहरूको अहिलेसम्म अनुशासित तरिकाले आफ्नो खेल प्रदर्शन गरेको देख्न पाइन्छ। कहाँबाट यो खेल हेर्दै हुनुहुन्छ आदरणीय दर्शक महानुभावहरू, र यो लाइभ कस्तो देखिरहेको छ कमेन्ट गरिदिनु हुन अनुरोध गर्दछु। यहाँ खेलाडी परिवर्तन गंगाबस्तीको तर्फबाट, वेस्टर्न युनाइटेड गंगाबस्ती। 4 नम्बर इन भने 8 नम्बर आउट। गंगाबस्तीको खेलाडी परिवर्तन भएको छ भर्खरै। कतिको क्लियर आएको छ यहाँ यो क्यामेरा सञ्चालन गर्दै गर्दा कतिको मनोरञ्जन लिन सक्नु भएको छ कमेन्ट गरिदिनु अनुरोध गर्दछु। तेज प्रसाद नेउपाने आदरणीय दाई नमस्ते। तेज प्रसाद दाईले धेरै राम्रो खेल भन्नुभएको छ। यहाँबाट हेर्दा कतिको क्लियर हेर्न पाउनु भएको छ। हामी हजुरहरू यहाँ उपस्थित हुन नभ्याउँदा पनि प्रत्यक्ष प्रसारण मार्फत खेलको मनोरञ्जन दिलाउने कोसिस गरिरहेका छौँ। यहाँ अहिले अफसाइडको संकेत। कृष्ण नेउपाने खेल सञ्चालन गर्न सहयोग गर्ने सहयोगी दाता पनि हुनुहुन्छ। यो खेल सञ्चालनको निम्ति सहयोग गर्ने सहयोगी दाताहरूप्रति सम्मान छ। गुणसारु पनि सहयोगी दाता। अर्जुन आचार्य पनि लाइभमा देखियो र राम्रो छ भन्नुभएको छ, धन्यवाद छ। टिभीमा हेरे चाहिँ जस्तो भन्नुभएको छ दाई, धन्यवाद दाई। प्राकृतिक मनोरम वातावरण, यो ग्राउन्ड निकै व्यवस्थित देखिएको छ र यहाँ खेल खेल्नलाई पनि निकै खेलाडीहरूलाई सहज भएको महसुस गरिएको छ। धन्यवाद छ सुरज पराजुलीज्यू,
थ्याङ्क यू। वैदेशिक रोजगारमा रहेर पनि गाउँलाई माया गर्नुहुने प्यारो मित्रहरूमा आफ्नो ख्याल गर्दै आफ्नो जागिरमा खटिनु हुन अनुरोध गर्दछु। अलिकति यो हाम्रो स्ट्यान्ड अलि सानो भएको कारणले म अझै राम्रो बनाउने कोसिस गर्छु। भोलिबाट हामी अलि हाइटबाट खिच्ने कोसिस गर्नेछौँ। हजुरहरूको सल्लाह सुझावलाई मध्यनजर गर्दै त्यसपश्चात दाईको कमेन्ट हेरिदिनु होला साथीहरू। दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको छ। यहाँ देख्न सक्छौँ श्याम लुइटेल सर, राज साबगाई सर लगायत हामी नेपालीहरूको परिस्थिति के गर्ने, घरदेखि टाढा हुने हामीलाई यसरी लाइभ गरेर चाहिँ गेमको मजा लिन दिनुहुने भएकोमा धन्यवाद भन्नुभएको छ। प्यारो भाइ गणेश धेरै धेरै धन्यवाद छ। हामी नेपालीहरूको परिस्थिति नेपाल सरकारको गतिविधिले गर्दा हामी वैदेशिक रोजगारको निम्ति टाढा जान घर छोडेर टाढा जान बाध्य छौँ। विदेश भएर पनि गाउँलाई धेरै माया गरेकोमा सबै वैदेशिक रोजगारमा रहनुहुने साथीहरूलाई हृदयदेखि सम्मान तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी देख्न सक्छौँ यो 16 नम्बर जर्सी लागेका खेलाडी 16 वर्षकै उमेरको हुनुहुँदो रहेछ। सानो उमेरमा पनि गाउँबाट सिलेक्ट भएर यो खुल्ला फुटबल प्रतियोगितामा सहभागी हुने भाइलाई भविष्यको उज्जवल भविष्यको शुभकामना। एकदमै डेन्जर गोल बचेको छ यहाँ। दबाउनु बाटो छोडाउनु छ त्यता त्यो मथीमा आउँछ। मान्छे धेरै जान्न केही समय कुकुरभित्र ग्राउन्डभित्र पसेको हुँदा
दर्शकहरूको उल्लेखनीय उपस्थिति। गंगा बस्तीको प्रयासलाई फितलो बनाइएको छ। यहाँ सुनौलले फेरि पनि प्रयासरत गंगा बस्तीको टिम। दिनेश तिवारी बबाल भन्नुभएको छ, धन्यवाद छ। शोभा भट्टराई भाउजू नमस्ते। गेम अब अलिकति अगाडि बसेर हेरौँ, रोमाञ्चक हुँदैछ। खतरा भयो खतरा त होइन, राम्रै कृष्ण न्युपाने यसरी गाउँमा भएको गेम हेर्न पाउँदा एकदम खुसी लागेको छ भन्नुभएको छ, धन्यवाद। सधैँ गाउँलाई माया गर्नु कृष्ण। यहाँ खेलाडीलाई चोट लागेको देख्न सक्छौँ। मनिस्टर गाइज सुनौलका खेलाडीलाई यहाँ घाइते अवस्था देख्न सक्छौँ। यही बिचमा एकदम खेल प्रेम गर्ने प्रेम दर्लामी दिनेश राणा देख्न सक्छौँ। यहाँ सागर र सागर पाण्डे र विवेकलाई देख्न सक्छौँ र पूर्व खेलाडी नवलपरासी जिल्लाकै उत्कृष्ट खेलाडी विक्रम सिंह जालीलाई पनि देख्न सक्छौँ। यस जर्गाको भूपू खेलाडी खेल प्रेमी आदरणीय दाजु भूपराज भट्टराई लगायत आशिष नेउपाने भाइ, किसान कार्की, सुरज आले लगायतको टिमलाई यहाँ देख्न सक्छौँ। यहाँ एम बहादुर गोर्खाले यो हाम्रो पुरस्कारहरू रहेको छ। गणेश नेउपानेज्यूको बाबा पनि आउनुभएको छ यहाँ। त्यसै गरी खेल प्रेमी प्रसाद नेउपाने, विष्णु फ्राजुली दाई, यसरी गाउँको धेरैजना चाहिँ यहाँ एकदमै सक्रिय उपस्थित रहेको छ। माथिको कृष्ण को कहाँबाट हेर्दै हुनुहुन्छ यो खेल कृपया कमेन्ट गरिदिनु हुन अनुरोध गर्दछु। कुन टाइम हो भनिदिनु पर्यो भन्नुभएको छ। जनम थापा यो दोस्रो हाफ खेल भइरहेको छ। दोस्रो हाफसम्मको अवस्थामा मनिस्टर गाइज सुनौलले 2 गोल र वेस्टर्न युनाइटेड गंगा बस्ती को टिमले 1 गोल गरी 2-1 को स्थिति रहेको छ। सुनौलले 2 गोल र गंगा बस्तीले 1 गोल। यहाँ खेलाडी घाइते भएको देख्न सक्छौं।
हाम्रो गाउँको खेलमा हाम्रो गाउँको खेलाडीहरूलाई चाउमिनको नास्ताको उपलब्ध गराउने न्युपाने खाजा घरले जानकारी गराउनु होला भन्नुभएको छ। धन्यवाद छ दाइ। पक्कै पनि स्थानीय टिमले गेम खेल्दै गर्दा हजुरले नास्ताको सहयोग गर्नुहुनेछ। यहाँ कर्नरको सङ्केत। कर्नर खेल फुटबलमा आधा आधी गोल मानिनेछ। अर्जुन आचार्य उर्दू देखियो। भाषा नबुझ्ने भाषामा टाइपिङ भएको छ। त्यो पाइन्ट लगाएर रनिङ गर्ने को हो भन्दै हुनुहुन्छ। अन्तिम टाइम को सङ्केत देखाउने तयारी। फोर्थ अफिसियल चेत राणा मगरले 2 मिनेट समय थपिएको जानकारी गराउनु भएको छ। अतिरिक्त समय 2 मिनेट। अहिलेसम्मको अवस्थामा सुनोल 2 गोल भने गङ्गाबस्ती 1 गोल। पहेँलो जर्सी लगाउने सुनोलको टिम भने कालो जर्सी लगाउने गङ्गाबस्तीको टिम 2-1 को अवस्था रहेको छ अहिलेसम्म। यो अन्तिम 2 मिनेट को समय रहेको छ। दुवै टिमका खेलाडीहरू निकै अनुशासित तरिकाले खेल प्रदर्शन गर्नुभएको छ। खेलमा खेलाडीमा हुनुपर्ने गुण अनुशासन निकै राम्रोसँग हामी यहाँ देख्न सक्छौं। मित्रभाव बाबु रोमन राणा थ्याङ्क यू। नेत्र बहादुर आले थ्याङ्क यू। जीवन छेत्री थ्याङ्क यू। पहिलो जर्सी लगाउनु हुने खेलाडीहरू मुनिस्टर गाइज सुनोलको हुनुहुन्छ भने कालो जर्सीमा वेस्टर्न युनाइटेड गङ्गाबस्तीको टिम हुनुहुन्छ। दुवै टिमका खेलाडी साथीहरूको निकै राम्रो प्रदर्शन देख्न सकिन्छ यहाँ। अतिरिक्त समय पनि लगभग अब सकिने समय भएको जस्तो लाग्छ। निकै प्रयास गर्दै गङ्गाबस्तीको टिमले कोसिस गर्दै गोल फर्काउने। कर्नर यो अन्तिम कर्नर हुन सक्छ। यो अन्तिम कर्नर सदुपयोग भयो भने कर्नर हाल्ने सिप हिँड्छ समाजको
कता फाउल दियो फेरि खेल समाप्त भएको छ। यो प्रत्यक्ष प्रसारण हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शक महानुभावहरूमा हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छौँ। गंगा बस्ती भन्ने यो कुकुरमारा साइड हो सर। बर्दघाट वडा नम्बर 14 पर्छ होला सायद। बर्दघाट नगरपालिकाको कुकुरमारा क्षेत्रमा पर्छ गंगा बस्ती। चौपत्ता भन्दा केही पूर्वतर्फ जहाँ पहिला एकदमै खेलहरू भइरहन्थ्यो। हामी देख्न सक्छौँ एम्पायरहरूसँग क्याप्टेनले क्याप्टेनहरूले बिदाई गर्दै र बधाई छ सुनवलको मनिस्टर गाइज सुनवलको टिमलाई 2-1 अन्तरमा आफ्नो पक्षमा यो पहिलो खेल पार्न सफल र विशेष धन्यवाद यो खेल सञ्चालन गर्नको लागि रेफ्रीहरूको महत्त्वपूर्ण भूमिका। रेफ्रीहरूलाई विशेष धन्यवाद टक्राउन चाहन्छौँ। साथै फोर्थ अफिसियलमा चेत बहादुर राणा बसन्त अब भने हामी अन्तिम चरणमा छौँ। अहिलेसम्म लाइभ हेरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद टक्राउँदै म बिदा हुन चाहन्छु। यो क्यामेरा ओरसलाई सुम्पन चाहन्छु। म्यान अफ द म्याच ल छिटो गरिहालौँ। दाइ यसो सही हट्नु भयो। आजको खेल म्यान अफ द म्याच पनि खिच्नु मनिस्टर गाइज सुनवल भर्सेस वेस्टर्न युनाइटेड गंगा बस्ती बीच सम्पन्न भएको छ। आज सम्पूर्ण खेलमा मनिस्टर गाइज सुनवल 2 भने वेस्टर्न युनाइटेड गंगा बस्ती 1 गोल गर्दै सुनवलले आफ्नो पक्षमा आजको जित हात पार्न सफल भएको छ। गंगा बस्तीको टिमलाई सहभागी जनाउनु भएकोमा हृदयदेखि धन्यवाद टक्राउन चाहन्छौँ। आयोजक टिमको तर्फबाट भने सुनवलको टिमलाई हार्दिक बधाई। उनीहरूको खेलमा सही समयमा सहभागीको निम्ति अनुरोध गर्न चाहन्छौँ। हामी आजको म्यान अफ द म्याच घोषणा गर्ने तयारीमा छौँ। आशिष चाहिँ म्यान अफ द म्याचको लिस्ट लिएर आइसक्नु भएको छ। हामी कुर्न मात्रै बाँकी छ को म्यान अफ द म्याच भयो भनेर। हाम्रो प्यारो चिरन दाईलाई म्यान अफ द म्याचको ट्रफी मन परे जस्तो छ। आजको म्यान अफ द म्याचमा हुनुहुन्छ मनिस्टर गाइज सुनवलको टिमबाट आफ्नो खेल प्रदर्शन गर्नुहुने खेलाडी साथी जर्सी नम्बर 9 लगाएका खेलाडी निखिल पोनज्यूलाई म्यान अफ द म्याच ट्रफी ग्रहण गर्न आइदिनको निम्ति हामी हार्दिक अनुरोध गर्दछौँ। तथा यस कार्यक्रमको अध्यक्षता गर्नुहुने खेल संयोजक फर्विन थापा तथा गोविन्द भट्टराईज्यू दुवैजनाले यो म्यान अफ द म्याच ट्रफी हस्तान्तरण गरिदिन हार्दिक अनुरोध गर्दछु। म्यान अफ द म्याचमा पहिलो सफल मनिस्टर गाइज सुनवलका खेलाडी जर्सी नम्बर 9 लगाउने खेलाडी निखिल पोनज्यूलाई मञ्चमा आए यो आफ्नो पुरस्कार ट्रफी ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। बधाई छ। आफ्नो खेल अझै राम्रो बनाउँदै उज्जवल भविष्यको शुभकामना निखिल पोनज्यू। हाम्रो 9 नम्बर खेलाडी यहाँ ट्रफी ग्रहण गर्दै निखिल पोन तथा हस्तान्तरण गर्दै खेल अध्यक्ष समिति अध्यक्ष तथा उपसमिति संयोजक गोविन्द भट्टराईज्यू
धेरै धेरै धन्यवाद टक्राउन चाहन्छौँ। आजको कार्यक्रम यहीँनिर आएर सम्पन्न भएको जानकारी गराउँदै स्वयंसेवक साथीहरूलाई सबै सामग्रीहरूको व्यवस्थापनमा लागिदिन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। रेफ्रिजीहरू ल यस साथसाथै लाइभ मैले बन्द गरिदिन लागिरहेको छु। भोलि फेरि लाइभ आउने बाचाका साथ यो लाइभ यहीँ अन्त्य गरिदिँदैछु। हस्त